ओ हके क्युआर कोटे चौतारामा बसेर बैठक गरेको जस्तो हुँदैन संसद सभा हो। यो गु खाने रनमाईको छोरालाई गु कोच्याउनुस् यो खातेलाई भन्छ। कस्तो बौला हो यो। ए ज्याबो टेम्पूलाई चाहिँ निकालिदिए भइगयो नि। अरे ब्र्यागिङ द 3 सिट्स। अरे अर्कोले चाहिँ थु 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 साला खाते कुकुर। पास्टर क्युआर चोरलाई म हुनुपर्ने त्यो ठाउँमा साला खातेको 10 टुक्रा बनाएर 1 लिटर रगत निकालेर फ्राई गर्थे। यस्ता साला कुकुरलाई त उत्तर कोरियाको जस्तो शासन लागू गर्नुपर्ने हो। अर्कोले भनेको त फेरि आशिका दिदी जुडुक्कै उठ्नु भयो त। अर्कोले भन्छ यिनीहरूलाई निलम्बित गरी यिनीहरूले जितेका ठाउँमा पुन निर्वाचन गराउनु पर्छ। यस्ता पागलहरूको देशमा काम छैन भन्छ। यिनीहरूको मापासे जाँच गरेर मात्र भित्र प्रवेश दिनुपर्छ। अनुशासनहीन छाडा प्रवृत्तिले सदनको मर्यादालाई नकारात्मक प्रभाव पारेको छ। लातौ के भूत हुन कार्यवाही मात्र विकल्प। गाह्रो छ हौ अर्कजीलाई। यसले औषधि खान बिर्सेछ हो। अर्कलाई हस्पिटल लैजाऊ। मानसिक अस्पताल लिएर यसको मानसिक स्वास्थ्य जाँच गराउँदा राम्रो। किनभने हर्के हलदार अब झुन्डिएर मर्न सक्छ। पागल हर्केको पद निलम्बन गरेको राम्रो। यो सबैको लागि गाडो भएको छ पागल। लातोका भूत बातो से नै मान्ता साहब। यो हर्क भन्ने दिमागले काम गर्न छोडेछ क्या हो। लु 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 सुँगुरलाई छिट्टो संसद के कानुन छ कारबाही भन्नु खोजेको होला। मिल्छ भने छिट्टो गरौँ अरे। प्रधानमन्त्री खोजेको भए प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गर्न नसक्ने बस्नु भनेको छ त हौ। गाह्रो छ हौ अर्कजीलाई। म चाहिँ के भन्छु भने यो अर्कको हातमा परमञ्जन देश बन्दै यसलाई त 0 को 0 मै राख्नुपर्छ। एमालेको झुन्ड हल्लुर भ्रष्टाचारी दलाल हर्कस सोल्टी जे नेपाल जे देश।